लो हामी चाहिँ यता के अरे मामाको नाम मामाको नाम मामाको घर आएको छु आज हाँडी घोप्टेलाई चिथर्ने भनेको हिजो कालिज खाइयो फार्मको आज ब्रदर उमेश अनि आज चाहिँ अब बँदै खाइँदैछ वनको अरे खरको अब काटकुट गरिन्छ मारिन्छ यता चाहिँ भाला ठिक पार्दै हुनुहुन्छ हाँडी गोप्टेलाई निम्टाइयो उयो गर्दैछ त हुँदो रहेछ यार कालो थियो अब त सेतो भयो कालो दिन सेतो भयो सेतो दिन त रातो भयो त अब एकछिनमा पहेँलो हुन्छ यो हर्दीको रङ अनुसार यसलाई मिठो बनाइदिनु पर्थ्यो त्यो बनाइदियो अनि बिर्खे भन्थ्यो क्या यो त दादा लैसकेको भन्छु तिन छ कि तिन अनि त्यो तितो भएर उठ्ने सारेको छु म अर्को भन्दै भन अर्कोमा खाएको छैन सानो कताको छाउरा डिजाइनले यसलाई दामलाले निकाल्दो रहेछ दामलाई यहाँ ठिक पारेको छु यसलाई न्यू डिजाइन एकजना त यहाँ बस्ने तरिकाले कुखुरो बाख्रो सबै हेर्छु यसले अलिक काट्दैछ हौ ढिक्क काट्छ जस्तो लाग्यो केसी खेल के गर्छौ त भन्छ ज्यामिट्री खानु सिक्दाखेरि त्यस्तै हुन्छ सबैलाई ल हाँडेको घोप्टेलाई चिथार चुथोर पारेर सबै पारेर अब काटकुट यताको काट्ने डढाउने सबै चाहिँ डिफ्रेन्ट भएर रहेछ नि डिफ्रेन्ट तरिका गाउँघरमा दसैँ भन्यो यसको पनि मासु पन्ध्र कति 15 भाग लागेको छ 15 भागमा अब 30 केजी गरेको अब बढी नै छ जस्तो लाग्यो हेरौँ अब हामी चाहिँ सुँगुर काटेर मासु बोकेर सोल्टी मामा अनि उता त सोल्टी नै भन्नु होला है उता त सोल्टी नै भन्दा हुन्छ होला सोल्टीहरू दुईजना आउनुभएको छ हामी जाने हो माथि डाँडामा गर्ने हो जाडो छ दाउरा बेलामा हामी चाहिँ बसिबसेर सागो बाल्यो मासु यहाँ छन् राता राता यहाँ के अरे यो कुकुरी रम यहाँ छ भित्र यता हाम्रो सोल्टी बिमारी फेरि किल्ला बनाउँदैछ सेक्नको लागि त्यसलाई नै यसलाई नै एउटा देवानको यसमा खनाइदिउँ अनि कप यहाँ ठ्याक्क भइहाल्छ होइन तर देवान खनाइदिउँ
पाप त टान्ने ल्याए हाम्रो चाहिँ यो है केले चोख्याउने यसलाई ब्रान्ड अर्को झोला थाहा छ त्यो छ त खाने मान्छेले समस्या एकदम कोरी। यस्तो पारौँ है फेरि म त पिछाडा आजको भिडियो के फ्यान्टास्टिक भएको नि हो पाक्ने बेला त भयो पो कुन चाहिँ हो खै छैन झरेको त उ त आउँ सही भन्न जान्छ सुँगुरको पैसा चाहिने ल गुलिएको हो यार हुन त ताल सुन्दैछु त पोलिँदैछ यस्तो अनि यसमा एउटाले चाहिँ दिएको देखाइ गर्छ होइन त गाह्रो छ हाम्रो मामा यसरी लानु त्यसमा सासै पुगेन दुईजनाले एउटै धुन बजाउँदा म फलो गर्नै सकिँदैन सकिँदैन नि